ल हेर्नु चेक पोस्टबाट हुँदै सट्ट लाएर यहाँबाट हुँदै यताबाट आएर यहाँ सुरुङ मार्ग, यो सुरुङ मार्ग सिधै गइन्छ वा नागढुङ्गा होइन, नागढुङ्गा गइन्छ सुरुङ मार्ग। ल यो काठमाडौँको गोरचारादेखि सिधै धादिङको 9 विशेषसम्म सुरुङ मार्ग हुँदै जाने हो सलक्क। अबको 1 महिनापछि यो सुरुङ मार्ग हुँदै जाने हो। हेर्नुहोस् गाइस कस्तो छ सुरुङ मार्ग छ। यताबाट यता गोरचारादेखि यहाँबाट यस्तो हुँदै तर भित्र जाँदा दिँदो रहेछ, क्यामेरा गर्नु दिँदो रहेछ। त्यहाँबाट अलिक माथि आएर त पानी पटो चन्द्रगिरी केवल काठ त्यहाँ माथि हो, त्यो फेरि चाहिँ त्यता जाने हो भरितिर हुन्छ हिउँ पर्छ, जाडो असाध्यै हुन्छ जाडो। तपाईँ पनि आउनु चाहिँ घुम्न आउनु। अब 1 महिनापछि सत्तालन हुन्छ। पेलेन पनि चाहिँ आएछ, त्यो पेलेन पनि सिधै गोरचारा हुँदै जान्छ, त्यो पनि सिधै जान्छ उहाँ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जान्छ। हेर्नुहोस् यस्तो सुनमा यस्तो सलक्क यस्तो छ होइन। बालुनी सरकार आएपछि यस्तो हुँदैछ, नयाँ परिवर्तन हुन्छ। यहाँ पुल छ त्यही यस्तो छ। अब हामी यता जाने हो, माथि डाँडातिर जाने हो। हेर्नुहोस् कस्तो छ ला, कस्तो छ सल्लाह सुझाव जाने घुमेको याद छ तिमीलाई? यसले होइन केही गरेन होइन, सिधै एकछिन खेना जस्तै गरेर दिन्छु है, अनि सिधै डाटा घुमेर आएर सुरुकैवाला थियो नि, पेन्ट नमालै होला नि, सिधै डाटा घुमेर जाडो छ केही नगरिकन भयो नि बस्यो लास्टमा।